ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुता स्तुन्वन्ति दिव्यैस्तवै वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थिततद्गतेन मनस्वा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावलीशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ॐ श्री स्वस्ति परमेश्वरी नमो नमः। अतः पञ्चदशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अब म तिमीलाई श्री गणेश श्री षट्मुख कुमारको उत्पत्ति कसरी भयो भन्ने सुनाउँछु र उनीहरूबाट तारकासुर दैत्य विनाश भएको बताउँछु। एकचित्त भई सुन। श्री महादेव र पार्वती कैलाशमा आनन्द साथ रहँदै जाँदा निकै दिन बित्यो। एक दिन महादेव बाहिर गएका बेलामा पार्वतीले शरीरमा बुकुवा घसिन्। त्यसरी शरीरमा घस्दा निस्केका मयलको मूर्ति बन्यो। भित्र कसैले आउन नदिनु भन्ने अराएर मूर्तिलाई द्वारमा राखेकी थिइन्। त्यसै बखत बाहिरबाट फर्केर आउँदा त्यस द्वारपालले महादेवलाई भित्र जान दिएन। यो देखेर श्री महादेव क्रोधित भई त्यसको शिरछेदन गरी भित्र प्रवेश गर्नुभयो। महादेवलाई ढोकामा नरोकिकन भित्र आएको देखि पार्वतीले सोधिन्, हजुरलाई ढोकामा कसैले रोकेन? मैले त कसैलाई आउन नदिनु भनी द्वारपाल राखेकी थिए। पार्वतीको यस्तो कुरा सुनि महादेव भन्दछन्, हे पार्वती, एउटा बालकले ढोकामा मलाई रोक्न खोजेको थियो, मैले त्यसको शिर काटी भित्र आए। महादेवले भनेको यस्तो कुरा सुनि पार्वतीले, त्यो त मेरो पुत्र हो, हे भगवान, तपाईँबाट किन यस्तो अनर्थ हुन गयो भनी विलाप गर्दै रुन लागिन्। यस्तो देखि महादेवले भने, हे पार्वती, मैले नचिनेको हुनाले भुलमा परेछु, म त्यसलाई जसो गरेर भए पनि जीवित पारिदिन्छु, तिमी सुर्ता नगर। पार्वतीलाई यति भनी आफ्ना गणहरूलाई डाकी महादेवले भने, हे गणहरू, चारै दिशामा जाऊ। तिमीहरूले पहिले जसलाई आफ्ना सामु देख्छौ त्यसको शिर लिएर आऊ। यसो भन्दै चन्द्रबाण दिए पठाए। गणहरू चारै दिशामा खोज्दै जाँदा एउटा हात्ती देखियो र त्यसैलाई चन्द्रबाण प्रहार गरे। बाण गएर हात्तीका घाँटीमा लाग्यो र टाउको चुडायो। त्यो हात्तीको शिर लागि गणहरूले श्रीमादेवको अगाडि राखी भने, हे ईश्वर, हामीले सर्वप्रथम यसैलाई देख्यौँ र शिर लिई आएका छौँ। त्यसपछि त्यो हात्तीको शिर जोडिदिएर त्यसको नाउँ गणेश भन्ने राखिदिए। त्यहाँ उपरान्त श्री महादेव पार्वतीका साथ भोलि घरभित्र मात्रै रहन लाग्नुभयो। महादेवको यस्तो अवस्था बुझेर इन्द्रले अग्निलाई डाकेर भने, हे अग्नि, श्री महादेव पार्वतीका साथ भुलिरहन लाग्नुभएको छ, अब यस ब्रह्माण्डको कसरी रक्षा होला? तिमी गएर शिवलाई काशीपुरीमा ल्याऊ। इन्द्रको वचन सुनि अग्नि हवस भन्दै कैलाशमा पुगे। महादेवको दरबारभित्र जान लाग्दा द्वारपालहरूले रोक्दा भए। अग्निले वायुको रूप लिई ढोकाको पालबाट भित्र पसेर भिक्षुक रूप लिई श्री महादेव पार्वतीका सामु पुगे। त्यसबेला महादेव र पार्वतीको एकान्तवास रहेको थियो। अग्नि अचानक त्यही स्थलमा पुगे। अकस्मात भिक्षुक रूपक अग्निलाई सामुमा उपस्थित भएको देखेर क्रुद्ध हुनुभएका श्री महादेवको त्रिनेत्र खुल्यो। अग्निको नाश हुन लागेको देखेर जन्ममाता पार्वतीका हृदयमा करुणा उत्पन्न भयो र भन्नुभयो, हे नाथ, भिक्षा माग्न आएका भिक्षुकलाई नाश गर्नु उचित होइन। अन्जानमा आए केही दिउँ र लिएर जानेछन्। पार्वतीको यस्तो बिन्ती सुनि श्री महादेवले आफ्नो वीर्य लिएर लौ भिक्षा लैजाऊ भनिदिए। अग्निले त्यस वीर्यलाई हातमा थापी मुखमा हाली निलेर बाहिर निस्किए। महादेवको वीर्य निल्नाले अग्निलाई पेटमा अत्यन्त दहन भयो। दहनले गर्दा अग्निले साह्रै डराई गङ्गाको तीरमा कुशघारीमा निलेको वीर्य ओकलिदिए। अग्निले ओकलेको वीर्य वनमा आगो बले झैँ देखिन थाल्यो। त्यसै बेला सप्तऋषिका पत्नीहरू गङ्गा स्नान गरी त्यहीँनिर पुगेर कसले आगो बालेछ हामी पनि तापौँ भनी ताप्न लाग्दा
अर्काले बालेको आगो ताप्नु हुँदैन भनी एउटीले आगो तापिनन्। ती आगो ताप्ने 6वटीलाई भने गर्व रह्यो। तिनका पतिहरूले थाहा पाई कसको गर्व रहेको भनी सोधे। ती ऋषि पत्नीहरूले केही जवाब दिन नसक्दा क्रोधित भएका ऋषिहरूले श्राप दिए। यसरी श्राप पाएपछि 6वटी ऋषि पत्नीहरू गङ्गामा गएर आफ्ना पेटको वीर्य उकेली आकाशमा गई षट्कीर्तिका भएर रहे। आगो ताप्न नगएकी एउटी ऋषि पत्नी अरुन्धती आफ्नै पति वशिष्ठका साथमा रहिन्। उता 6वटीले ओकलेको महादेवको वीर्यबाट षट्मुखको उत्पत्ति भई गङ्गाका पुत्र हुन गई श्री महादेवका साथमा रहन लागे। एक दिन श्री महादेवबाट गणेश र षट्मुख कुमारलाई आज्ञा भयो, हे गणेश, हे कुमार, तिमीहरू अहिले नै गई सुमेरु पर्वतको परिक्रमा गरेर आऊ। सुमेरु परिक्रमा गरी जो पहिले आउला म उसलाई उत्तम वरदान दिउँला। श्री महादेवको आज्ञा सुनेर कुमार आफ्नो वाहन मयूरमा चढी सुमेरु पर्वतको परिक्रमा गर्न गए। गणेशलाई अब कसो गरौँ, के गरौँ भनी मनमा पीर लाग्यो। गहिरो चिन्तामा डुबेका गणेशलाई उनका वाहन मुसाले अघि सरी बिन्ती गर्यो, हे विनायक, केही कष्ट भए झै देख्छु, के भयो? यो सुनि गणेशले श्री महादेवबाट आज्ञा भएको र कुमार सुमेरु पर्वत परिक्रमा गर्न गएको सबै वृत्तान्त सुनाउँदै भने, हे मुसा, त यस्तो, म यस्तो ठुलो पेट, लामो सुर भएको, अब के गर्नु? गणेशको यस्तो कुरा सुनेर मुसाले भन्यो, हे प्रभु, म केही भन्छु सुन्नुहोस्। श्री महादेव पार्वती र गङ्गा बसेका ठाउँमा गएर नम्रता भावले हात जोडी, हे पिता, हे माता, मेरा निम्ति सुमेरु पर्वत भनेका पनि तपाईँ नै, माता पिता भनेका पनि तपाईँ नै र सम्पूर्ण देवता भनेका तपाईँहरू नै हो भनी 3 पल्ट परिक्रमा गरी दण्डवत प्रणाम गर्नुहोस्। यति गर्नाले त्यो विशेष वरदान तपाईँलाई नै प्राप्त हुनेछ। मुसाले भनेका वचन सुनि गणेशजी अति खुसी भई भन्नुभयो, हे मुसा, सानो भए पनि तेरो बुद्धि धन्य छ। त्यसपछि मुसाले भने चाहिँ गणेशले 3 पल्ट महादेव, पार्वती र गङ्गाको परिक्रमा गरे। त्यो देखि श्री महादेव खुसी भई भन्नुभयो, हे गणेश, तिमी धन्य रहेछौ। माता पिता नै सुमेरु पर्वत समान हुन् र माता पिता नै 33 कोटी देवता समान पनि हुन्। तिमीदेखि म अत्यन्त खुसी भए। अब उपरान्त स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा तिम्रो पूजा आरम्भमा गरेर थालिएको जुनसुकै कार्यमा सिद्धि प्राप्त होस्। त्यति बेलासम्म पनि कुमार नआइपुगेकाले गङ्गालाई चिन्ता लाग्यो र श्री महादेवमा बिन्ती गरिन्, हे ईश्वर, सुमेरु परिक्रमा गर्न गएका मेरा पुत्र भने अझै आइपुगेनन्। गणेशले वरदान पाइसके। गङ्गाको वचन सुनि श्री महादेवले भने, हे गङ्गा, तिमी श्री स्वस्तानी परमेश्वरीको व्रत गर, तिम्रो पुत्र षट्मुख कुमार आइपुग्लान्। श्री महादेवको यस्तो आज्ञा पाई व्रतका सम्पूर्ण विधि सोधेर पौष शुक्ल चतुर्दशीका दिन हातगोडाका नङ्काटी पूर्णिमा दिनदेखि नित्य स्नान गरी एक भक्त रही मेरो पुत्र कुमार चाँडै आइपुगोस् भनी विधिपूर्वक श्री स्वस्तानी परमेश्वरको व्रत आरम्भ गरी माघ शुक्ल पूर्णिमाका दिन व्रतको उद्यापन गरी श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले सुमेरको परिक्रमा गरी कुमार आइपुगे। गङ्गाले अति हर्षित हुँदै धन्य श्री स्वस्तानी परमेश्वरी भनी पुत्रलाई प्रसाद दिइन्। कुमारले श्री महादेव छेउ गई साष्टाङ्ग प्रणाम गरी बिन्ती गरे, हे पिता, मलाई पनि वरदान प्राप्त होस्। तब श्री महादेवले, हे कुमार, स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैले केही कार्य गर्दा पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्ध हुने छैन भनी वरदान दिनुभयो। कुमारबाट यति सुनिसकेपछि अगस्त्य मुनि बिन्ती गर्दछन्, हे स्कन्द कुमार, जति बेला श्री महादेव सतीदेवीलाई सम्झी बौला जस्तो भएर हिँड्नुभयो त्यही अवसरमा तारकासुर दैत्यले गणहरूलाई अमरावतीमा हटाई इन्द्राणी सहित आफ्नामा परेको थियो। इन्द्रादि देवता तारकासुरको शक्तिदेखि डराई भागेर मृगस्थलीमा आइबसेका थिए भन्ने मैले तपाईँका मुखबाट सुनिसके। तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान प्राप्त गरी अमरावती लिएको थियो र उसलाई कसरी मारिदियो, इन्द्रले स्वर्ग कसरी प्राप्त गरे, यी सम्पूर्ण कुराको वृत्तान्त सुन्न पाऊँ। अगस्त्य मुनिका यस्ता प्रश्न सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, कश्यप पुत्र तारकासुरले दुग्ध प्रभा नाम गरेका तीर्थमा स्नान गर्न गएका बखतमा पेची मुनिले त्यहाँ तपस्या गरेको देखि आफूलाई पनि तपस्या गर्ने इच्छा भयो र पेची मुनिसँग सोध्यो, हे मुनि, तपाईँले यसरी तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्ने इच्छा लाग्यो, मलाई पनि तपस्या गर्ने विधि बताइदिनुहोस्। तारकासुरको इच्छा बुझी पेची मुनिले भने, हे दैत्य, तँलाई तपस्या गर्ने मन भएछ, अब तैले यो दुग्ध प्रभा नामको तीर्थको शिरमा रहेको हिमालय पर्वतमा गई तपस्या गर्नु। पेची मुनिबाट यस्तो उपदेश पाएको तारकासुर दैत्य त्यहाँबाट हिमालय पर्वतमा गई 1000 वर्षसम्म ठुलो कष्ट सहित तपस्या गर्यो। यस तरहको तपस्यादेखि ब्रह्माजी प्रसन्न भई, हे तारकासुर, तेरो तपस्याबाट म सन्तुष्ट भए, के इच्छा छ सो वर माग भने ब्रह्माको दर्शन पाई हर्षले गदगद हुँदै साष्टाङ्ग दण्डवत गरी तारकासुरले भन्यो, हे पितामह, तपाईँको दर्शन पाएर म धन्य भए, तपाईँबाट सृष्टि
भएका 5 वर्ष उमेर नागेका कसैबाट पनि मेरो मृत्यु नहोस्, अनि जसले मेरो शिर भूमिमा गिरियाउला उसको पनि शिर फुटेर मृत्यु होस्। मैले सम्पूर्ण इन्द्रादि देवतालाई परास्त गर्न सकूँ। तारकासुरले मागेको यो वरदानसहित आफ्नो ब्रह्मास्त्र पनि दिए। ब्रह्मा अन्तर्ध्यान भए। मनले चाहे अनुसारको वर पाएको तारकासुर दैत्यले आफू बलवान भएर अर्कालाई तृण जस्तै ठानी सारा दैत्यगण साथमा लिई स्वर्गको अमरावतीमा पुगी इन्द्रादि देवतालाई युद्धका निम्ति उस्कायो। कोटी कोटी दैत्य दानव लिएर तारकासुर आफूसित युद्ध गर्न आएको देवताका राजा इन्द्रले देखि आफू पनि 33 कोटी देवता जम्मा गरी आफ्ना अस्त्र शस्त्रले सुसज्जित भई युद्धका निम्ति अघि सरे। दुवै पक्षका सेनाहरू मैदानमा आएर घनघोर युद्ध भयो। देवताहरूले दैत्यपट्टिका करोडौं सेनाको संहार गरे। आफ्ना धेरै सेनाको नाश भएको देखि तारकासुरले आफ्ना गुरु शुक्राचार्यसित गई बिन्ती गरे, हे गुरु, देवताहरूले हाम्रो दैत्य सेनाको ठूलो संख्यामा नाश गरिदिए, तपाईले उद्धार गरिदिनु पर्यो। तारकासुरको यस्तो कुरा सुनि गुरु शुक्राचार्यले युद्धका मैदानमा आई सञ्जीवनी विद्या पढी पानी छर्किदिए। पानीका छिटा पर्ना साथ अघि मरेका सकल दैत्यहरू बिउजिएर फेरि युद्ध गर्न अग्रसर भए। आफूले मारेका दैत्यहरूलाई शुक्राचार्यले बचाएको देखि क्रुद्ध भएका देवेन्द्र ऐरावत हात्तीमा चढी वज्र प्रहार गर्दै अनेक तरहसित युद्ध गर्न लागे। यसरी देवता र दानवहरूका बीच 10,000 वर्षसम्म घनघोर युद्ध चलिरह्यो। दुवै पक्षका कोटी कोटी सेना विनाश भए। दैत्यतर्फ मर्नासाथ गुरु शुक्राचार्यले बिउताइदिने र देवतातर्फ मरेको मरै हुने भएकाले सकल देवता सहित देवराज इन्द्र त्यहाँबाट भागे। त्यसै समयमा देवगुरु बृहस्पति आएर भन्नुभयो, हे इन्द्र, यो संग्राममा तपाईको जित असम्भव छ, किनभने अघि तारकासुर दैत्यले 1000 वर्षसम्म कठिन तपस्या गरी ब्रह्मालाई खुसी गराएर ब्रह्माबाट सृष्टिमा भएका प्राणीमध्ये 5 वर्ष उमेर नागेका कसैबाट पनि मृत्यु नहुने र जसले उसको शिर भुइँमा गिराउला त्यसको पनि शिर फुटेर मृत्यु हुने वरदान पाएको छ। यसकारण अब तपाईहरू श्री महादेवका शरणमा जानुहोस्। हे अगस्त्य मुनि, श्री महादेवलाई भेट्न नसकेका देवताहरू देवगुरु बृहस्पतिको कथन अनुसार आएर मर्त्यलोकको मृगस्थलीमा लुकेर बसेका थिए, किनभने त्यसबेला श्री महादेव सतीदेवीका वियोगले बहुला जस्ता भएर हिँड्नु भएको थियो। अर्को युगमा हिमालयकी पुत्री पार्वतीसँग श्री महादेवको विवाह भई शिव पार्वतीबाट गणेश र कुमारको जन्म भयो। यसरी देवताहरू भागेर गएपछि दैत्यराज तारकासुरले स्वर्ग, मर्त्य, पाताल तीनै लोकको रजै गरी परमानन्दले रहँदो भयो। धेरै कालपछि एक दिन इन्द्रले 33 कोटी देवतालाई डाकी भने, हे देवताहरू, तारकासुर दैत्यले अमरावतीको रजै गरेको र हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यस पापिष्टको संहार गरी हामीले आफ्नो अमरावती फर्काउनु पर्दछ। गुरु बृहस्पतिको आज्ञा अनुसार अब हामी श्री महादेवका शरणमा जाउँ। श्री महादेवका गणेश र कुमार 2 पुत्र जन्मिएका छन्। ती दुईबाट हाम्रो शत्रु तारकासुरको नाश हुनेछ। यति भनी 33 कोटी देवताका साथ महादेव सामु गई श्री महादेवलाई साष्टाङ्ग प्रणाम गर्दै इन्द्रले भने, हे नीलकण्ठ, पापिष्ट तारकासुरले इन्द्राणी सहित अमरावती हामीबाट खोसेर हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी हाम्रो उद्धार गर्नुहोस्। यस्तो बिन्ती सुनेपछि श्री शम्भुले भन्नुभयो, हे इन्द्रादि देवगण, तारकासुर दैत्य मबाट मारिँदैन, मेरा पुत्र कुमारले मार्नेछन्। देवता, यक्ष, गन्धर्व सबैले कुमारलाई सेनापतिको पदमा राखी युद्ध भूमिमा जाऊ, म पनि आउनेछु। श्री महादेवको आज्ञा सुनि साष्टाङ्ग प्रणाम गरी सम्पूर्ण देवता, यक्ष, गन्धर्व, भूत प्रेत प्रथमगण सहित भई कुमारलाई सेनापति बनाई तारकासुर दैत्यसँग युद्धका निम्ति भगवान शिवको पिनाकली प्रस्थान गरे। गणेशजीलाई युद्धमा जाने कुरा देवताले बिर्सिएका हुँदा गणेशले आफ्नो वाहनसित भने, हे मुसा, श्री महादेवबाट मैले पाएको वरदानलाई आज देवताले अपमानित बनाए। गणेशको यस्तो कुरा सुनि मुसाले भन्यो, हे गणनाथ, उनीहरूले अन्यथा गरेका होइनन्, अवश्य पनि भन्न बिर्सेका हुन्, म गएर सम्झै आउनेछु। यस्तो भनी तुरुन्त गएर मुसाले पिनाक धनुको ताँदो काटिदिए। इन्द्रादि देवताहरूले जब पिनाक धनुको ताँदो काटिदिएको देखे तब बडो खेद मान्दै भन्न लागे, अहो, यो कस्तो विघ्न भयो, युद्धको मुहूर्तमा बाधा भयो, अब कुन उपाय गर्ने हो? यो सुनि श्री महादेवले भने, हे देवता हो, यो विघ्न होइन, तिमीहरूले श्री गणेशलाई डाक्न बिर्सेछौ, श्री गणेशलाई पनि लैजानुपर्छ। श्री महादेवको आज्ञा सुनि इन्द्रादि देवताले गणेशलाई समेत अघि लगाई तारकासुर दैत्यसित युद्ध गर्नका निमित्त अमरावती पुरीमा पुगे। देवता र दैत्यको परस्पर युद्ध प्रारम्भ भयो। तारकासुर दैत्यले कुमारको रथ घचेटेर 1 योजनपछि हटायो। कुमारले पनि क्रोध भएर तारकासुरको रथलाई त्यसै गरी
4 योजनपछि हटाइदिए। यो देखि क्रोधले आकुल भएको तारकासुरले कुमारमाथि खड्ग प्रहार गर्यो। आफूमाथि खड्ग प्रहार गरेको देखि कुमारले धनुषको ताँदोलाई कानसम्म खैची तारकासुरको मुन्टोलाई लक्ष्य गरी चन्द्रबाण छोडे। त्यो बाण गएर दिनका सूर्य अस्त हुनु र तारा नदेखिनु ठिक सन्ध्या समयमा तारकासुरको शिर चुडियो। त्यो देखि हतारसाथ श्री महादेव पुगी त्यस दैत्यको शिर भूमिमा खस्न नपाउँदै बीचमा नै समाउनु भयो। तारकासुरको त्यो अवस्था देखेर दैत्य सेनाहरू 10 दिशामा भागेर आफ्ना प्राण बचाउनपट्टि लागे। त्यसपछि इन्द्रादि सम्पूर्ण देवताहरूले कुमारको जयगान गर्दै धन्य कुमार भन्दै उनलाई अघि लगाई कैलाश पर्वतमा पुगे। कैलाश पुगेपछि इन्द्रादि देवताले श्री महादेवमा बिन्ती गरे, हे जगदीश्वर, तपाईँका कृपाले शत्रुको नाश गरी आइपुग्यौँ, आज्ञा पाए अब हामी अमरावतीपुरीमा जाने थियौँ। यो सुनेर श्री महादेवले इन्द्रलाई भन्नुभयो, हे इन्द्र, तिम्रो राज्यलाई अब कहिले कसैले जित्न सक्ने छैन, सधैँ अकण्टक रहनेछ। यो सुनि अति प्रसन्न भएका इन्द्र सहित 33 कोटी देवताले श्री महादेवलाई साष्टाङ्ग दण्डवत गरी अमरावतीमा गएर आनन्दले राज गर्दा भए। इति श्री स्कंद पुराणे केदारखण्डे माघमात्म्ये कुमारगस्त्य संवादे श्री स्वस्तिनी परमेश्वरी व्रतकथायाम् इति 15दशोऽध्याय। ओम उपनयतु मंगलम सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काली वर्षन्तु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पौत्रिण सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदं शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोदार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदंड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माचित शंकर पृथिवीर्देवै सदा वंदिता सा मां पातु सरस्वती भगवती निशेष चाड़ापहा कायेन वाचा मनीषेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। ओम श्री स्वस्तिनी परमेश्वरी नमो नमः। श्री स्वस्तिनी माता की जय।